सम्पूर्ण नमस्ते। म राजु रिमाल। आजको भिडियोमा हामी एएमएल सिएफटी सिपिएफ सम्बन्धी प्रशिक्षणको पहिलो भाग सिक्नेछौँ। यदि तपाईहरु पनि बैंक वित्तीय संस्थामा कार्यरत हुनुहुन्छ भने तपाईहरुको लागि यो भिडियो चाहिँ एकदमै महत्त्वपूर्ण छ। किनभने नेपाल राष्ट्र बैंक निर्देशन सम्पत्ति शुद्धिकरण निवारण ऐन तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार प्रत्येक कर्मचारीले एएमएल सिएफटी सिपिएफ सम्बन्धी आधारभूत ज्ञान राख्न एकदमै आवश्यक छ। र अहिलेको सन्दर्भमा भन्नुपर्दा नेपाललाई एफएटिएफले अन्तर्राष्ट्रिय एउटा संस्थाले चाहिँ ग्रे लिस्टमा राखेको छ, जसले चाहिँ यो एएमएल सिएफटी सिपिएफ सम्बन्धी नियम बनाउँछ, अन्तर्राष्ट्रिय चाहिँ मापदण्ड कायम गर्छ। त्यो संस्थाले चाहिँ नेपाललाई ग्रे लिस्टमा राखेको छ। त्यो भएर के छ भन्दा हामीले हाम्रो चाहिँ पक्षबाट, हाम्रो चाहिँ ठाउँबाट चाहिँ हाम्रो देशलाई जोगाउनको लागि हामी सम्पूर्ण कर्मचारीहरूको दायित्व रहन्छ। त्यो भएर हामीले एएमएलका विषयमा चाहिँ जान्न एकदम आवश्यक छ, हैन। आजको यो भिडियोमा हामी एएमएल भनेको के हो, मनी लन्ड्रिङ भनेको के हो, किन हुन्छ त मनी लन्ड्रिङ, हैन, यसको चरणहरू के छन् भन्ने कुराहरू सिक्छौँ। अब सर्वप्रथम त एएमएल भनेको के हो भन्ने कुरा जान्न आवश्यक छ, हैन। एएमएलको पुरा रूप भनेको एन्टी मनी लन्ड्रिङ हो, हैन। सरल भाषामा भन्नुपर्दा अपराधबाट कमाएको पैसा, हैन, अपराधबाट कमाएको रकमलाई कानुन जस्तो देखाउने कार्यलाई रोक्ने एउटा प्रक्रिया नै एएमएल हो, हैन। उदाहरणको लागि कसैले लागु औषध कारोबार गर्छ, भ्रष्टाचार गर्छ, कर छलीका कुराहरू भए, मानव बेचबिखनका कुराहरू भयो, साइबर अपराध भयो वा ठगी, हैन, बाट धेरै पैसा कमायो भने त्यो पैसा चाहिँ सिधै बैंकमा जम्मा गर्न सक्दैन त्यो मान्छेले, हैन, त्यो व्यक्तिले। त्यसैले उसले के गर्छ, विभिन्न व्यक्तिका खाताहरू प्रयोग गर्छ, हैन, धेरै पटक रकम ट्रान्सफर गर्छ वा कुनै व्यवसायमा लगानी गरेर त्यो पैसालाई वैध आम्दानी जस्तो चाहिँ देखाउने प्रयास गर्छ। यही प्रक्रिया नै के भयो, मनी लन्ड्रिङ भयो। अब मनी लन्ड्रिङ किन गरिन्छ त, हैन। अब प्रश्न आउँछ, हैन, अपराधीले किन यस्तो गर्छ भन्दाखेरि मुख्य कारणहरू, हैन, अपराधबाट आएको पैसाको वास्तविक स्रोत लुकाउन, हैन, सरकारी निकायबाट बच्न, कर छली गर्न, हैन, त्यसैगरी अवैध पैसालाई वैध देखाउन, बैंकिङ प्रणाली प्रयोग गरेर सम्पत्ति खरिद गर्न वा व्यवसाय सञ्चालन गर्न। यसको चाहिँ अन्तिम उद्देश्य भनेको के हो भन्दा इलिगल मनीलाई चाहिँ लिगल मनी जस्तो बनाउनु। अब मनी लन्ड्रिङको तीनवटा चरणहरू छन्। अब पहिलो चरणको कुरो गर्दा प्लेसमेन्ट भन्छ यसलाई। अब प्लेसमेन्ट भनेको चाहिँ के हो, अपराधबाट आएको नगद पैसा पहिलो पटक बैंक तथा वित्तीय संस्थामा चाहिँ के हो, प्रवेश गराउने कुरा हो, गराइन्छ, हैन। जस्तै बैंक खातामा रकम जम्मा गर्ने कुराहरू भयो, बचत खाता खोल्ने कुराहरू भयो वा ऋण भुक्तानीको नाममा रकम तिर्ने अथवा हाल्ने कुराहरू भयो, जम्मा गर्ने कुराहरू भयो, हैन। अब दोस्रो चरण भनेको लेयरिङ हो। लेयरिङमा चाहिँ के हुन्छ भन्दा पैसाको वास्तविक चाहिँ स्रोत लुकाउने कारोबार हुन्छ। जस्तै अब चाहिँ के अरे चाहिँ पैसा स्रोत लुकाउनलाई धेरै कारोबार हुन्छ। जस्तै अब एउटा खाताबाट अरू खातामा पैसा पठाउने कुराहरू भयो, विभिन्न व्यक्तिको खातामा चाहिँ खाताहरू प्रयोग गर्ने कुराहरू भयो, त्यसैगरी विदेश पैसा ट्रान्सफर गर्ने, स्थानान्तरण गर्ने कुराहरू भयो। यसले के हुन्छ भन्दा चाहिँ अब सानो पैसा चाहिँ विभिन्न ठाउँमा ट्रान्सफर भइसकेपछि अथवा त्यसलाई चाहिँ स्मर्फिङ गरेर तपाईँको चाहिँ विभिन्न खाताहरू प्रयोग हुँदाको अवस्थामा चाहिँ पैसाको स्रोत चाहिँ के हो त भन्ने कुरो चाहिँ स्पष्ट चाहिँ बुझ्न चाहिँ एकदमै गाह्रो पर्छ, हैन। अब त्यो अब लेयरिङ भएको पैसा विभिन्न खातामा गइसकेको हुन्छ अथवा चाहिँ कुनै स्पेशल कुनै एकाउन्टमा त्यो चाहिँ रहला, हैन। त्यो रहेको पैसालाई फेरि के हुन्छ, अब अन्तिम चरण इन्टिग्रेसन हुन्छ, हैन। इन्टिग्रेसन भनेको के हो भन्दा त्यो पैसा चाहिँ निकालेर, हैन, घर जग्गा वा गाडी खरिद गरिन्छ, हैन, होटल वा अन्य व्यवसायमा लगानी गरिन्छ, हैन। त्यो भइसकेपछि के हो, अब त्यो रकम चाहिँ अथवा आम्दानी के हो, सामान्य जस्तो देखिन्छ, हैन, भनेको अर्थ वैध जस्तो देखिन्छ। त्यो 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 चाहिँ तीनटा चरणहरू चाहिँ पार गरेर यो हाम्रो सम्पत्ति चाहिँ शुद्धिकरण हुन्छ, हैन, मनी लन्ड्रिङ हुन्छ। अब निष्कर्षमा भन्नुपर्दा यसरी चाहिँ यो मनी लन्ड्रिङ भनेको चाहिँ अपराधबाट कमाएको पैसाको वास्तविक स्रोत लुकाएर त्यसलाई वैध देखाउने प्रक्रिया हो। यसलाई रोक्न बैंक तथा वित्तीय संस्थाका प्रत्येक कर्मचारीको चाहिँ भूमिका उत्तिकै महत्त्वपूर्ण हुन्छ,
होइन। यो विषयमा चाहिँ हामी सम्पूर्ण कर्मचारीले चाहिँ बुझ्न आवश्यक छ र त्यो अनुसार चाहिँ हामीले कदम चाल्नुपर्ने हुन्छ, रिपोर्टिङ गर्नुपर्ने हुन्छ। ठिकै छ। अब हामी अर्को भिडियोमा सिएफटी होइन, उनका चाहिँ कम्ब्याक्टिङ फाइनेन्सिङ अफ टेरोरिज्म भन्छ, र अर्को चाहिँ सिपिएफ होइन, काउन्टर फर प्रोलिफरेसन फाइनेन्सिङको बारेमा चाहिँ विस्तृत रूपमा चाहिँ हामी छलफल गर्नेछौँ। धन्यवाद। फेरि अर्को भिडियोमा भेटौँला। हस्, नमस्ते।